त फाइनली हाम्रो आज चाहिँ अब यहाँनिर सब्जी लगाउनुकै लागि नि जतै गरिँदैछ होइन। सब्जी कसरी हुन्छ त आज तपाईँहरूलाई म देखाउन चाहन्छु यो भिडियोको द्वारा। अरे यो माटीलाई चाहिँ 4 से 5 खेप जोताउनु पर्छ। अरू हाम्रो यो एउटा ड्राइभर चौधरी अरू लगाइन्छ भने म आज यो सम्पूर्ण देखाउन चाहन्छु। फाइनली माटी पनि रेडी भइसक्यो होइन। त्यसको बादमा अब यो गुटी लगाउनु पर्छ, पुली कोठी होइन यसरी लगाउनुपर्छ। लगाइसकेको बादमा चाहिँ अनि हल्का अनि यसरी पत्ताहरूले छोपिदिनुपर्छ यसलाई। पत्ताले छोप्दाखेरि चाहिँ किनकि पानी सानी आउँदाखेरि पनि अब केही बिग्रिँदैन कठियाहरू है, जब त्यो गुटी फुटेर निक्लिन्जेलसम्ममा। अनि त्यसको बादमा फेरि यसरी रसी लगाउनु पर्छ, फेरि चाङमा है, चाङमा रसी लगाइसक्नुपर्छ। यसरी यो रसी देख्नुपर्छ नि, यो रसीहरू चाहिँ यसरी लगाउनुपर्छ किनकि चाङ सुत्ता बिन्नुको लागि सजिलो हुन्छ। अनि त्यही सुत्तामा चाङमा उठाउनुपर्छ होइन। म चाहिँ अनि यहाँ दबाई हानेर एकछिन रेस्ट गरेको थिएँ। भाइले पुरा काम गरिरहेको छ, यसरी ठोकेर चाङलाई पुरा धेरै टाइट गर्नुपर्छ एकदम पानी। अनि फेरि यस्तो माने यो यसको उम्रिन्छ त्यतिखेरि चाहिँ फेरि यसलाई यसरी गर्नुपर्छ। यसरी गरिसकेको बादमा किनकि माटीहरू ढिला हुन्छ अनि झन् छिटो बढ्छ अनि होइन। आज मैले यसमा वरिपरि खादहरू पनि हाल्नुपर्छ, अलिअलि युरिया डेपीहरू। र यहाँ चाहिँ माइजुराहरू मेरो वाइफ लागिरहेछ दुईजना यो घाममा पनि। घाम त छैन त्यति साह्रो, दिन यतिकै अब हल्का धुम्मेको जस्तो खालको छ। यहाँ चाहिँ मेरो बुढीले किला बनाउँदैछ होइन। पानी पर्ला पर्ला भइरहेको छ, यस्तो भइरहेको छ। यस्तो दिनमा काम गर्नुको लागि कम मजा आउँछ। लाउको चाङ सब्जीको खेती भने त्यस्तो हुन्छ। चाङ दिन्छ आँखाले नभ्याउने खालको छ नि। त गाइस 90 दिनको बादमा म सफल भएको छु। त म यही भन्न चाहन्छु कि मेहनत गर्नुहोस् र जिन्दगीलाई अघि लिएर जानुहोस्। मेहनत गर्यो भने सफल र फल दुईटै सँगै पाउँछ। त म यही भन्न चाहन्छु कि धेरै भन्दा